दुईजना चाहिँ चढिसक्नु भएको छ। अब म यहाँ चढौँ अरे आधी बाटो नपुगिकन पानीले भिजाइदियो। यस्तो बर्खा माझमा हिँड्दाखेरि सबैजना यस्तो सेफ भएर हिँड्नु। हेलो एभ्रिवान, लसोटसले वेलकम ब्याक टु माई युट्युब च्यानल अगेन। स्वागत छ तपाईँहरू सबैजनालाई मेरो च्यानलमा। अनि आजको भ्लग भनेको चाहिँ पास्तर राके भन्ने ठाउँदेखि कालोपानीसम्मको हाम्रो यात्रा। हामी त्यहाँसम्म आज घुम्नलाई यसो जाँदै गरेको, सो तपाईँलाई देखाउने छौँ हामीहरू के कस्तो हुनेछ भनेर। त्यही हो आजको भ्लगको विशेषता नै राके टु कालोपानी होइन, त्यही हो। अनि अब हामी चाहिँ जम्मा हामी 4 जना लागेको, दुईवटा बाइकमा दुईजना गरेर। अनि त्यही हो, अब आधी दुईजना पर हुनुहुन्छ, दुईजना यहीँ छौँ। अब यहीँदेखि हामीहरू जान लागेको भन्नुपर्छ होइन। अब यति नै हो मेरो रेडी हुने। यति नै हो अब मेरो रेडी हुने चाहिँ। बुझु कहाँ पुगेर आउनुभएको? ए अब यति नै हो, रेडी सेडी गो। जुत्ता लाउनु बाँकी छ। यहाँ दाजुहरू रेडी हुनुभयो कि भएन भनेर यसो आएको। अब चाहिँ हामीहरू चाहिँ घरदेखि निस्किसकेको छौँ। यो चाहिँ हाम्रो राके बजार। अनि हालेर म चाहिँ यो बाइकमा। अब दुईजनालाई चाहिँ उठाउँदा लानुपर्ने घुमाउने। चढ्नु लेट्स गो। बाई दाजु एकछिन लाइट एउटा गइसक्नु भन्छ। अब मेरो टोपी उडाइदियो भने चाहिँ यही हो फिल्म। यहाँदेखि यही हो, यस्तै फिल्म जाने यतादेखि चाहिँ। पुगेछ त फेरि। कहाँ जानु लाग्नु भएको? कहाँ जानु लाग्नु भएको फेरि? हाम्रो यी दुईजना टोली चाहिँ उहाँहरू हुनुहुन्छ। घर चाहिँ यहाँ हो। अब ऊ रेडी हुँदै रहेछ। खाना पकाइसक्नु भयो? ए है, दुईजना चाहिँ चढिसक्नु भएको छ। अब म यहाँ चढौँ अरे लु। ए लेट्स गो। टोली ग्रुप भइहाल्यो अब हामी। समाएर हिँड्नुपर्ने हुन्छ नि। अब चाहिँ हामी लागिसकेको छौँ हाम्रो गन्तव्यतिर। पछाडि आउनुहुन्छ दुईजना।
बिरुवाहरू पलाएर राम्रो भएछ है अब त जाँदैन होला पहिला पनि पानीले भिजाइदियो यस्तो बर्खा माझमा हिँड्दाखेरि सबैजना यस्तो सेफ भयो तिम्रो त तर यस्तोमा जम्मै भिजिसक्यो हावाले गर्दा मैले बोलेको केही सुनेको थिएन रहेछ अहिले भिडियो हेर्दा मात्रै थाहा भयो यहाँ चाहिँ के भनेको थिएँ भने मैले अब पानी परेपछि रेनकोट लाउने अवस्था नै भयो मसँग मात्रै थियो तैपनि अवस्था त्यस्तो भयो किनकि अब ब्यागमा भिजेर बिग्रिने सामानहरू पनि थियो नि त त्यही भएर लाउनै पर्ने भयो एक्लैले भए पनि अनि त्यही हो बर्खा भनेको यस्तै हो साथी हो अब पानी पर्छ हैन कहाँ पुगेर कतिखेर पानी पर्छ कतिखेर मौसम खुलिन्छ यो थाहा नै नहुने यो बर्खा नै यस्तै हो हैन सबैलाई म्यानेज गर्दै सबैलाई एक्सेप्ट गर्दै अनि हामी चाहिँ पास्तर राकीबाट कालोपानीसम्मको यात्रा गरिरहेका छौं अहिले चाहिँ मौसमहरू पनि यति दामी खुलेको थियो कि तपाईले जति यो भिडियोमा देख्नु भएको छ त्यो भन्दा पनि खतरा क्या लाइक हुन्छ नि हामीले वर्णन गर्न नसकिने त्यस्तो दामी थियो आधी बाटोमा पानीले भिजे तापनि त्यही भएर यात्राको मजा लिँदै जानुपर्छ क्या यात्राको मजा लिँदै जानुपर्छ जे हुन्छ हुन्छ नि हैन त जहाँदेखि हामीलाई यो पानीले कुटेर हल्का तल फिदिम एरिया आएपछि चाहिँ पारिपट्टि चाहिँ बादलहरू एकदम दामी बसेको थियो र एकदम दामी देखिरहेको थियो है यस्तो दामी थियो कि अब के भनौं हैन आँखाले देखेको भन्दा पनि दामी थियो जस्तै त्यस्तै हैन एकदम दामी थियो जस्तै यात्रा गरिरह्यौं हामीहरु चाहिँ अनि गइरह्यौं हैन आफ्नो गन्तव्य अब यहाँ त थिएन तैपनि यात्राको मजा लिँदै सबै अब माथिसम्म पानीले कुट्यो त्यहाँदेखि तल फेरि आएदेखि एकदम फेरि गर्मी थियो यस्तो गर्मी थियो फेरि हामी जुन ठाउँ पुग्यो त्यो ठाउँदेखि फेरि अर्कै मजा थियो हैन त्यस्तै मजा लिँदै गयौं हामीहरु चाहिँ धेरै केही नसोची यात्राको मजा लिँदै यात्रासँग रमाउँदै जानुपर्छ सबै राम्रो हुन्छ हैन र पानी चाहिँ फेरि रुकिसकेको छ अनि हामी जाँदै आधी बाटोमा परेको छैन हामी चाहिँ अब लगभग बजार अहिले हामी चाहिँ फिदिम बजारमा आइपुगिसकेका छौं अनि यहाँ एटिएम जानुपर्ने भएको कारणले एटिएम खोजेको हाम्रो साथीहरू चाहिँ यसो हैन यतै भएको कारणले फेरि हामी चाहिँ यतै जानुपर्ने भयो लाताले मात्रै लाग्यो
हामी चाहिँ अहिले यहाँनिर पेट्रोल लाउनलाई पेट्रोल पम्पमा झरिसकेको छौँ यहाँ पेट्रोल पम्प कसरी दाजु पानी फोहोर पानी परेको थियो है र मलाई फोहोर पानी जस्तो लाग्दै थियो क्या पेट्रोल सो हुँदैछ यहाँनिर पेट्रोल सो हुँदैछ अरे वेलकम ब्याक टु डोलमास च्यानल सिटीमा आइपुगेको छौँ हामीहरू पानी त पुगेर सिटीमा घाम लागेर के भन्छ हाम्रो लुगा यही सुकिसक्यो तिम्रो अब हाल बताइदियो तिम्रो के भयो अरे मेरो त बिजौको हरि बिजौ हिजो भर्खर पलिस हालेर ल्याएको हातको हालत देख्नु कहाँ ग्यारेजमा काम गरेर आएको जस्तो तर यहाँ देखेको छैन त्यहाँ सिधै देखिरहेछ सेतो देखिरहेको छैन नङ देखाउ न नङ नङ देख्छ अलिअलि थाहा हुँदैछ अरूहरू चाहिँ ट्याङ्की फुल भएर अब लागेको हामी चढ्नु चढौँ है लेट्स गो माथि त्यस्तो कुहिरो लागिरहेछ होइन पानी परिरहेको थियो क्या त्यो ठाउँतिर चाहिँ हामी त्यहीँदेखि आएको है त्यो डाँडादेखि अब चाहिँ हामीहरू लागिसकेको छौँ विकसित ठाउँ अनि हाम्रो तर गर्मी है नि अरे हाम्रो इलामै ठिक छ होला है यहाँदेखि छिटो पुगिन्छ नि हिँड्नु पर्दैन थियो लाग्यो अब हामी चाहिँ पारीको वेदरहरू चाहिँ बबाल हुँदैछ हामीले त्यतै हुँदै जानुपर्ने हो अब हामी जाँदा के कस्तो हुन्छ कि बिचमा पानीले दिन्छ फेरि थाहा नै हुँदैन यो वेदर अब यस्तै त हो है एकदमै धेरै हावाले गर्दा मैले बोलेको केही पनि सुनेको थिएन रहेछ त्यही भएर मैले यो भिडियोको भोइसलाई चाहिँ म्युट गरेर अनि फेरि मैले नयाँ भोइस थपेको यसमा चाहिँ होइन जस्ट वेदर चाहिँ यस्तो बवाल थियो है म वेदरको कुनै तारिफ गर्न नसक्ने भइसकेको थिएँ त्यही हो अनि अब भिडियो लामो भएको कारणले होइन यो चाहिँ अब म 1 पार्ट र 2 पार्ट गरेर हाल्नेछु यो भिडियो चाहिँ अनि यहाँदेखि पनि ओह्रालो जानुपर्ने हुन्छ बाटो नछोडी जाँदाखेरि केही फरक पर्दैन यदि लोकेसन थाहा नहुँदाखेरि होइन यहाँदेखि खासै बाटो छुटिने ठाउँ छैन हामी जाने ठाउँ सबै जुन बाटो छ त्यही बाटो जाँदा हुन्छ है आफूलाई मन परेको ठाउँ यस्तो हेरेर
मासुहरू पनि सिन्केटको टुक्रै गर्दो रहेछ कि